धनतेरस 2082 सालमा कहिले र कति गते पर्छ? यसको शुभ तिथि र मुहुर्त के रहेको छ? कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा धनतेरसको पूजा गरिन्छ। यस दिन विशेष रूपमा भगवान धन्वन्तरी, धनका देवता कुबेर, माता लक्ष्मी, भगवान गणेशको पूजा आराधना गरिन्छ। विक्रम सम्वत 2082 सालमा धनतेरसको पर्व रहेको छ। कार्तिक महिनाको 1 गते शनिबार, सन् 18 अक्टोबर 2025 नेपाली पात्रो अनुसार धनतेरस तिथि प्रारम्भ भइरहेको छ। कार्तिक 1 गते दिउँसोको 1:23 र तिथि समाप्त भइरहेको छ कार्तिक 2 गते दिउँसोको 1:26 धनतेरसको पूजा साँझको बेला प्रदोष कालमा गरिन्छ। त्यसकारण पूजाको शुभ मुहुर्त रहेको छ कार्तिक 1 गते शनिबार, प्रदोष काल स्थिर वृष लग्नमा साँझको 7:14 देखि रात्रिको 9:10 को बीचमा रहेको छ। यस समयमा धन समृद्धि प्राप्तिका लागि भगवान कुबेर, भगवान धन्वन्तरी, माता लक्ष्मी र भगवान गणेशको पूजा गरिन्छ।